एउटा जिराफ हुन्छ जुन जिराफले के गर्छ त भन्दाखेरि यो भर्खर जन्मेको बच्चालाई चाहिँ ड्याङ्ग लात हान्छ। हेर्नुहोस् है, तपाईहरुले कतिको स्टोरी सुनेको छ, यो बडा गजबसँग लात हान्छ। हरेक जनावरले आफ्नो बच्चा जन्मिँदा बित्तिकै पछाडि फर्केर त्यसलाई मजा माया गर्छ, जिब्रोले चाट्छ, एकदम माया गर्छ, राख्छ आफूसँग। तर जिराफ मात्र यस्तो प्राणी हो जसले भर्खर भर्खर जन्मेको बच्चालाई ड्याङ्ग लात हान्छ। यत्रो लामो खुट्टाले लात हान्छ, उहाँ पुग्छ बिचारा भर्खर जन्मेको बच्चा टिकिन टिकिन उठ्न खोज्छ, फेरि ढल्छ, फेरि लात हान्छ त्यसले। सबैलाई लाग्छ यो जिराफ कस्तो दुष्ट प्राणी हुँदो रहेछ, भर्खर जन्मेको बच्चालाई माया गर्नुको साटो लातको लात हानिरहेछ। तर त्यो जिराफले हानेको लात भाइ बहिनीहरू तपाईहरु के बुझ्नुपर्छ त भन्दा, किन हानेको त जिराफको आमाले आफ्नो बच्चालाई भन्दाखेरि जिराफले के मेसेज दिएको त भन्दा, हिजो यो जंगल जनावर बहुत हिंसक छ, भयंकर खतरनाक छ, यहाँ सबले सबलाई मारेर खाइदिन्छ। हिजो तिमी मेरो पेटमा थियौ, मेरो पेटमा हुँदाखेरि म दौडिँदै गर्दा तिमी पनि मसँगै दौडिन्थ्यौ, तिमीलाई मैले बचाउन सक्थेँ। आज तिमी जन्मेर भुइँमा आइसक्यौ भने मैले तिमीलाई न दाँतले समात्न सक्छु, न खुट्टाले समात्न सक्छु, न ढाडमा राख्न सक्छु, पेटबाट तिमी निस्किसक्यौ। अब तिमी उठेर दौडेर भाग्न सिकेनौ भने यो जंगलको जानवरले तपाईलाई खाइदिन्छ। त्यसकारण उठ, हिँड, भाग भनेर हानेको त्यो 5 लातपछि जिराफको बच्चा यस्तो दौडिन थाल्छ, त्यसलाई कुनै अर्को जनावरले, हिंसक जनावरले भेट्न सक्दैन र उसले जीवन सधैँभरि आफ्नो हिसाबले बाँच्छ। तपाईहरुलाई अहिले टिचरले कहिलेकाहीँ गाली गर्नुहुन्छ होला, किन होमवर्क नगरेको, किन नपढेको, ए हल्ला किन गरेको, यता हेर उता हेर भनिराख्नुहुन्छ। तपाईलाई घरमा बुवा आमाले पनि टोके जस्तो लाग्छ होला बेला बेलामा, कति सुतिरहेको, किन पढ्दैनौ, कलेज जाऊ, ब्ला ब्ला ब्ला। तपाईहरुलाई झनक 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 रिस उठ्छ, के भनिरह होला हामीलाई थाहा छैन जस्तो लाग्छ। तर तपाईहरु याद गर्नु होला, यो सबै गुरुहरुले, टिचरहरुले, प्यारेन्ट्सहरुले त्यो भनिरहेको चिज त्यो जिराफको आमाले हानेको लात जस्तै हो। त्यो भनेको के हो त भन्दा, नानी बाबुहरु तिमीहरु अब ग्रो अप भइसकेका छौ, ठुलो भइसकेका छौ, तिमीहरुले अब 4-6 वर्ष राम्रोसँग मेहनत गरेनौ भने यो जमाना बहुत कम्पिटिसनको जमाना छ। यहाँ अपर्च्युनिटिज पनि छ, तर कसको लागि हुनेछ त भन्दा, जो सक्षम हुनेछ, जो सबल हुनेछ, जसँग नलेज हुनेछ, जसँग स्किल हुनेछ, जसँग पोजिटिभ एटिट्युड हुनेछ, त्यसको लागि मात्र यो हुनेछ। नत्र बाँकी तिमी धेरै पछि पर्नेछौ भनेको त्यो चाहिँ जिराफको लात जस्तै मानेर, आशीर्वाद जस्तै मानेर तपाईले भित्र लिनु होला। त्यसले तपाईलाई इनर्जाइज गर्छ। कसैले तपाईलाई डिमोटिभेट गर्न कोसिस गर्ला, डिमोटिभेट हुन जरुरी छैन। म सीए पढ्न जाँदै गर्दाखेरि मलाई धेरै मान्छेहरूले, सिनियरहरूले र्याक गर्ने हुन्थ्यो इन्डियामा। ए भन्थे नयाँ मुल्ला प्याज बहुत खाता है मडौज, पढ्ले पढ्ले भन्थे। मलाई त्यो भनेको दिन मलाई जिस्काउँछ, टक्न म पढ्छु भनेर 2 घण्टा बढी पढ्दिन्थेँ। अरे नेपाल से आया है, चला जा यार, ट्रेन का टिकट काट देंगे भन्थे। मैले कहाँ, अरे फेरि अर्कोले भन्थे नेपाल में तो ट्रेन होती ही नहीं है, चल बस का काट देंगे भन्थे हैन। जब जब जिस्काउँथ्यो मलाई 2टा चोइस थियो। एउटा कुरा कहाँ फसिएछ यार थुक्कै, यिनीहरूले त जिस्कारै मार्ने भए। अर्को कुरा पक तँलाई देखाउँछु, मैले सेकेन्ड अप्सन लिए, पक तँलाई भनेर देखाउँछु भने 4 वर्षमा भाइ बहिनीहरू, मेरो त्यो सिनियरहरू इन्टरमिडिएटको जाँच दिँदै गर्दै थिए, म सीए फाइनल पास भएर 4 वर्षमा नेपाल फर्केर आएँ। भन्नुको मतलब